साथीहरू आज चाहिँ यो अल्डीको कार्ड म्यानेजमेन्ट बारेमा बुझौँ है। कस्तो इन्ट्रेस्टिङ रहेछ क्या, हेर्नु है। उसले कार्ड कस्तो मजाले म्यानेज गरेको रहेछ। यहाँ टक्क एक ठाउँमा राखेको छ कार्डहरू, जुन लक भएर बस्छ। अनि एउटा कोइनले खोल्छ होइन। अनि कस्टमरले खोलाएर लिएर जाने, अनि फेरि ब्याग त्यहीँ ल्याएर राखिदिएपछि अटो एरेन्ज पनि भयो होइन। स्टोरलाई पनि फाइदा, एक्स्ट्रा इम्प्लोइहरू पनि राख्नु परेन, कार्डहरू यत्र तत्र पनि छ अरे होइन। कस्टमरलाई नि सजिलो के, हेर्नु है, कोइन हाल्यो त्यहाँ अनलक हुन्छ। अब छुट्यो, त्यो लिएर गयो, आफ्नो सपिङ सकाउनुहोस्, आउनुहोस्, ब्याग त्यहीँ ल्याएर राखिदिनुहोस्, अनि त्यो कोइन हजुरको रिटर्न आउँछ। हेर्नु है, त्यो कोइन त्यहीँ छ होइन। कस्तो व्यवस्थापनको हिसाबले कस्तो राम्रो ट्रिक लगाएको के। यो जताततै अरू स्टोरमा नि म देख्दिनँ होइन। यस्तो गरियो भने चाहिँ राम्रो हुन्छ होला है। राम्रो कुरो सिक्दा त खेर जाँदैन नि होइन। हेर्नु है, अब म ब्याग राख्छु, टक्क लक लगाइदियो, खासै मेकानिकल होला होइन, खासै त्यहाँ टेक पनि युज भएको छैन। अनि त कोइन पुस हुन्छ, कस्टमरले आफ्नो पैसा पनि फिर्ता पायो, कार्ड पनि एरेन्ज भयो, सबैलाई फाइदै फाइदा क्या। हस् त, धन्यवाद।